मानिसको जीवन यात्रामा अनेक आँधीबेहरीहरू निरन्तर आइरहन्छ। तपाईको सक्रिय जीवनको झन्झने मन आकाशमा मडिरहेको बादल जस्तै घरि यता उड्थ्यो त घरि उता गर्छ। समयको धारसँगै तपाईले आफूलाई बलियो बनाउने क्षमता आफूभित्र विकास गर्दै जानुहोस्। जीवनमा तपाईले भनेका कुरा र अरूले गरेका क्रियाहरू तपाईले भुल्नुहुनेछ, तर तपाईले भोगेका ती तिता र मिठा अनुभवहरू तपाईले चाहेर पनि पटक्क बिर्सन सक्नुहुन्न। जिन्दगीको यात्रामा कहिलेकाहीँ हृदयभित्र सपना र विपनाका ज्वारा भाटाले खिचतानी गरिरहेका हुन्छन्। मनमा उब्जेका निजी स्वार्थका बेला हृदयभित्र लुकिराखेका कर्तव्य र जिम्मेवारीका कुरा बुझ्न अति जरुरी छ। बडो गाह्रो छ छाती र मस्तिष्कको अन्तर्द्वन्द्वलाई सम्हाल्न। जिन्दगीको उकालो लाग्ने बेला कहिलेकाहीँ मानिसलाई थकाइ लाग्छ। चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ, सुसेल्न मन लाग्छ, संगीतको धुनमा गुनगुनाउन मन लाग्छ अनि आँखा चिम्लेर सपनाको संसारमा हराउन मन लाग्छ। यो अप्राकृतिक होइन, अप्राकृतिक त वास्तविकतालाई सामना गर्न नसकेर भाग्न खोज्नु हो। वास्तविक जिन्दगी यो पनि होइन कि आफ्नो कर्तव्य र लक्ष्य बिर्सेर चौतारीमा बसेर सपना देख्न र आफ्नो कर्तव्यबाट पलायन हुनु। जिन्दगी अगाडि बढ्नको निम्ति हो। जिन्दगीको अर्को वास्तविकता भनेको के हो भने हामी उकालो मात्र हेरिरहन सक्दैनौँ। एक दिन ओह्रालो लाग्नै पर्छ र अन्तिम लक्ष्यमा पुग्नै पर्छ। ओह्रालो झर्नु अघि उकालो लागेको बेला बितेका मूल्यवान र पल र क्षणहरूलाई बिर्सन कुनै आवश्यकता छैन। यसरी बिर्सन खोज्नु मूर्खता हो, तर ती अतीतका क्षणहरूलाई लौरो बनाएर जिन्दगी गुजार्नु खोज्नु पनि महामूर्खता हो।